तपाईकोमा सफलताको ग्यारेन्टी होस् नहोस् मैदानमा अवश्य पनि उत्रिनुहोस्। गिभ योर बेस्ट। तपाईको आफ्नो जे जति क्षमता छ त्यसलाई खर्चिनुहोस्। जीवनमा त्यही व्यक्तिको महत्त्व हुन्छ जो मैदानमा उत्रन्छ, जो मैदानमा उत्रेर सङ्घर्ष गर्न राजी हुन्छ, जो रगत पसिना बगाएर धुलो हावा माटो खाएर आफ्नो सफलतातिर लम्कने हिम्मत गर्छ। त्यो व्यक्तिको मात्रै महत्त्व हुन्छ। तर त्यो हुँदाहुँदै पनि त्यो व्यक्ति सफलै हुनुपर्छ भन्ने पनि छैन। कति व्यक्ति सफल हुनुहुन्छ, त्यो सुनमा सुगन्ध हो, तर कमसेकम तपाईँ सफलता हासिल नगरे पनि तपाईँलाई यसमा त सन्तुष्टि हुन्छ कि तपाईँले सक्दो गर्नुभएको थियो, आफ्नो बेस्ट दिनुभएको थियो, आफ्नो पुरा क्षमता त्यहाँ लगानी गर्नुभएको थियो। तर त्यो गर्दा गर्दै पनि तपाईँमा सफलताको हात लागेन। कमसेकम तपाईँ